आजको यस नयाँ विस्तृत विश्लेषणमा स्वागत छ। हजुर, धन्यवाद। आजको हाम्रो छलफलको केन्द्रमा एउटा यस्तो विषयवस्तु छ जुन सायद धेरैले सामान्य मान्छन् होला, हैन? हो, धेरैले दिनचर्याको एउटा सामान्य हिस्सा मात्र मान्छन्, तर त्यसमा लुकेको मनोविज्ञान र मानव व्यवहारको पाटो निकै गहिरो छ। आज हामीले मुख्य स्रोत सामग्रीको रूपमा लिएका छौं 2082 साल फागुन 9 गते शनिबारको दैनिक राशिफल। सामान्यतया राशिफललाई त ग्रह र ताराहरूको चालको आधारमा गरिने एउटा भविष्यवाणीको रूपमा मात्र लिइन्छ नि त। हो, लिइन्छ, तर आज हामी 12वटै राशिका भविष्यवाणीहरूलाई सरसर्ती पढ्ने मात्र छैनौं। ल, यसलाई विस्तृत रूपमा बुझौं। पक्कै पनि। यसभित्र लुकेका रोचक ढाँचाहरू र दैनिक जीवनका महत्त्वपूर्ण पक्षहरू जस्तै काम, स्वास्थ्य र सम्बन्धहरू एक आपसमा कसरी जोडिएका छन् भनेर खोतल्ने प्रयास गरौं। यो दृष्टिकोण आफैमा निकै सान्दर्भिक छ। यो स्रोत सामग्रीलाई अलिक गहिरिएर हेर्ने हो भने नि यसले केवल कुन राशिलाई आज के हुन्छ भन्ने प्राविधिक कुरा मात्र बताएको छैन। यसले त कसरी समग्र मानव अनुभव, हाम्रा दैनिक चुनौतीहरू, नयाँ अवसरहरूप्रतिको हाम्रो प्रतिक्रिया र भौतिक शरीरको अत्यन्तै सजीव चित्रण गरेको छ भन्ने कुरा स्पष्ट हुन्छ। हजुर, एक प्रकारले भन्नुपर्दा यो स्रोत सामग्री मानिसको दैनिक मनोविज्ञान र सङ्घर्षको एउटा ऐना नै हो, जसले हामीलाई हाम्रै व्यवहारको बारेमा धेरै कुरा सिकाउँछ। त्यही व्यवहार र मनोविज्ञानकै कुरा गर्दाखेरि स्रोत सामग्रीमा देखिएको काम नेतृत्व र आर्थिक सतर्कताको पाटोबाट सुरु गर्नु उचित होला जस्तो लाग्यो मलाई। एकदम, त्यहाँबाट सुरु गरौँ। मेष राशिको विवरण हेर्दाखेरि आज आत्मविश्वास बढ्ने र नयाँ काम सुरु गर्न अनुकूल समय रहेको बताइएको छ। साथै साथीभाइसँग भेटघाट हुने कुरा पनि छ, तर यसको लगत्तै एउटा महत्त्वपूर्ण चेतावनी पनि जोडिएको छ। खर्चमा ध्यान दिनुपर्ने कुरा हो नि, खर्चमा अलि ध्यान दिनुपर्ने। यो कुरालाई तुला राशिको विवरणसँग जोडेर हेर्दा एउटा स्पष्ट ढाँचा देखिन्छ। तुला राशिमा पनि नयाँ अवसर प्राप्त हुने सङ्केत छ। हजुर, प्रेम सम्बन्धमा मधुरता आउने कुरा छ, तर त्यहाँ पनि अनावश्यक खर्चबाट जोगिनुपर्ने स्पष्ट सल्लाह दिएको छ। एकदमै। उत्साह र असरको समयमा नै किन आर्थिक जोखिमको यो पूर्व चेतावनी आउँछ भन्ने कुरा निकै घोत्लिन लायक छ। यहाँ सबैभन्दा चाखलाग्दो कुरा के छ भने नि, नयाँ अवसरहरूले प्राय आर्थिक जोखिम वा खर्च पनि सँगै लिएर आउँछन्। व्यवहारिक अर्थशास्त्र वा भनौँ बिहेभियरल इकोनोमिक्समा एउटा अवधारणा छ। जब मानिसमा आत्मविश्वास अत्यधिक बढ्छ वा कुनै नयाँ कामको थालनी गरिन्छ नि, हजुर, तब त्यहाँ एक प्रकारको ओभर कन्फिडेन्स बायस हावी हुन्छ। ओभर कन्फिडेन्स बायस हो। त्यो उत्साहमा कतिपय अवस्थामा योजनाभन्दा बाहिर गएर खर्च हुने सम्भावना प्रबल रहन्छ। मेष र तुला दुवै राशिमा देखिएको यो ढाँचाले हामीलाई के सिकाउँछ भने अवसर आउनु आफैमा सकारात्मक कुरा त हो, तर त्यो अवसरको उत्साहले हाम्रो विवेकलाई ढाक्न दिनु हुँदैन। भनेपछि सफलता र खर्च व्यवस्थापन सँगसँगै हिँड्नुपर्ने कुरा यहाँ प्रष्ट हुन्छ। पक्कै पनि। अवसरले ढोका त खोल्छ, तर त्यो ढोकाबाट भित्र छिर्दा गोजीको ख्याल गर्नुपर्छ भन्ने यो एउटा उत्कृष्ट मनोवैज्ञानिक रिमाइन्डर हो। त्यो आर्थिक अनुशासनको पाटोले हामीलाई सफलताको दिगोपनबारे सोच्न बाध्य बनाउँछ। अब यही सफलता र यसले ल्याउने प्रतिक्रियाको कुरा गरौँ न। हवस्। सिंह राशिको सन्दर्भमा नेतृत्व क्षमता देखाउने अवसर मिल्ने, सामाजिक क्षेत्रमा सम्मान बढ्ने र आर्थिक पक्ष सन्तोषजनक रहने कुरा उल्लेख छ। हजुर, सिंह राशिको हकमा त्यो छ। अर्कोतर्फ मकर राशिको विवरणमा पनि कार्यस्थलमा प्रशंसा मिल्ने र आर्थिक लाभको सङ्केत रहेको बताइएको छ। यी दुवै राशिले सफलता र सम्मानको कुरा त गरिरहेका छन्, तर यिनीहरूको कार्यक्षेत्र अलि फरक देखिन्छ। सिंह राशिको सफलता समाज र नेतृत्वसँग जोडिएको छ भने मकर राशिको सफलता नितान्त कार्यस्थल र व्यक्तिगत मेहनतसँग। एकदम सही भिन्नता पहिले आउनुभयो। यी दुई फरक प्रकारका मान्यताले हाम्रो ऊर्जालाई कसरी फरक ढङ्गले निर्देशित गर्छन् होला त? यो भिन्नता निकै महत्त्वपूर्ण छ। सिंह राशिको हकमा कुरा गर्दा त्यहाँ उल्लेख भएको सामाजिक सम्मान र नेतृत्वले बाह्य मान्यता वा एक्सटर्नल भ्यालिडेसनलाई जनाउँछ। बाह्य मान्यता हो। यसले मानिसलाई ठूलो समूह वा समाजप्रति थप उत्तरदायी बनाउँछ।
नेतृत्व भनेको अधिकार मात्र होइन, यो एउटा यस्तो ऊर्जा हो जसले अरूलाई पनि सँगै लिएर हिँड्ने अभिभारा दिन्छ। अनि मकर राशिको नि? मकर राशिको हकमा यो संस्थागत वा व्यावसायिक जीवनसँग बढी केन्द्रित छ। कार्यस्थलमा पाइने प्रशंसाले व्यक्तिलाई आफ्नो सिप र कडा परिश्रमको प्रत्यक्ष प्रतिफल मिलेको महसुस गराउँछ। दुवै अवस्थामा यो सकारात्मक पृष्ठपोषण नै हो। भनेपछि यसले एउटा मानिसलाई समाजको अगुवा बन्न प्रेरित गर्छ भने अर्कोलाई आफ्नो पेशागत दक्षता अझै निखार्न ऊर्जा दिन्छ। एकदम सठिक। यसको अर्थ सफलताको स्वरूप व्यक्ति र परिस्थिति अनुसार फरक हुन्छ र त्यसलाई ग्रहण गर्ने तरिका पनि फरक हुनुपर्छ। तर सफलता वा कार्य सम्पादन सधैँ सम्मान र प्रशंसा मात्रै पनि त होइन नि। होइन, कहिलेकाहीँ त यो नितान्त सङ्घर्षको विषय बन्छ। हो, त्यही भन्न खोजे कि जस्तो कि कन्या राशिको विवरण हेर्दा कामको चाप अत्यधिक बढ्न सक्ने स्पष्ट सङ्केत छ। हजुर। त्यही भनिएको छ योजना बनाएर अघि बढे मात्र सफलता मिल्नेछ। यसको ठिक विपरीत ऊर्जा मीन राशिमा देखिन्छ। मीन राशिमा आत्मबल बढ्ने कुरा छ हैन? हो, मीन राशिमा आत्मबल बढ्ने र अधुरा काम पूरा गर्न सकिने राम्रो समय रहेको बताइएको छ। एकातिर कामको चाप र त्यसलाई छिचोल्न चाहिने कठोर योजना, अर्कोतिर बढेको भित्री आत्मबलले अधुरा काम पूरा गर्ने स्वाभाविक ऊर्जा। एउटै दिनको समय रेखाभित्र मानव कार्यक्षमताका यी दुई विपरीत अवस्थाहरू एकैसाथ प्रस्तुत हुनु आफैमा एउटा गहिरो अध्ययनको विषय हो नि। अवश्य पनि। यसले कामप्रतिको हाम्रो दृष्टिकोण र कार्य सम्पादनको दुईवटा पूर्णतया फरक सूत्रलाई व्याख्या गरिरहेको छ। कन्या राशिको विवरणले हामीलाई के भन्छ भने सधैँ भित्री ऊर्जा वा प्रेरणाले मात्र काम गर्दैन। बाहिरी परिस्थिति पनि त हुन्छ। हो, कहिलेकाहीँ बाहिरी परिस्थिति यति बोझिलो हुन्छ कि केवल कडा परिश्रम मात्र पनि पर्याप्त हुँदैन। त्यसलाई सही दिशा दिन माइक्रो म्यानेजमेन्ट वा सूक्ष्म योजना नै चाहिन्छ। कामको चाप बढ्दा भावनामा बगेर होइन, तार्किक रूपमा व्यवस्थित भएर अघि बढ्नुपर्छ। अनि मीन राशिको सन्दर्भमा चाहिँ के हुन्छ त? मीन राशिको विवरणले फ्लो स्टेट अर्थात् यस्तो मानसिक अवस्थाको कुरा गरेको छ जहाँ व्यक्ति आफ्नो काममा पूर्ण रूपमा डुबेको हुन्छ। जब भित्री ऊर्जा वा आत्मबल बलियो हुन्छ तब लामो समयदेखि थातिरहेका कामहरू बिना कुनै ठूलो योजना सहज रूपमै सम्पन्न हुन सक्छन्। भनेपछि दुवै कुराको आआफ्नै महत्त्व छ। एकदम। यी दुवै कुरालाई सँगै राखेर हेर्दा सफल हुनका लागि हामीलाई कहिले कठोर योजना त कहिले उच्च मनोबलको आवश्यकता पर्छ भन्ने व्यावहारिक सत्य उजागर हुन्छ। योजना र मनोबलको यो सन्तुलन बुझेपछि अब जीवनको अर्को महत्त्वपूर्ण र अझ भनौँ सबैभन्दा संवेदनशील पाटो सामाजिक सम्बन्ध, परिवार र भावनाहरूतर्फ अघि बढ्नु उपयुक्त हुन्छ। पक्कै पनि। स्रोत सामग्रीमा वृष राशिको विवरणले परिवारमा खुशीको वातावरण रहने र रोकिएको काम अघि बढ्ने निकै सकारात्मक सङ्केत दिएको छ। परिवारमा हुने शान्तिले बाहिरी काममा पनि कति सकारात्मक प्रभाव पार्छ भन्ने कुरा यसले प्रष्ट पार्छ। हजुर। तर यहाँनिर कुरा साँच्चै रोचक बन्छ जब हामी कर्कट राशिको विवरण हेर्छौं। कर्कट राशिमा मनमा अलि चिन्ता हुन सक्ने कुरा उल्लेख छ, तर त्यही तुरन्तै धैर्य राख्नुहोस् भनिएको छ। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा पारिवारिक सहयोगले काम सफल हुने र यात्राको योग रहेको बताइएको छ। आन्तरिक रूपमा मन अशान्त हुँदाहुँदै पनि बाह्य पारिवारिक सहयोगले कसरी त्यो अशान्तिलाई चिरेर सफलता दिलाउन सक्छ भन्ने यो निकै सजीव उदाहरण हो। यो मानव मनोविज्ञान र हाम्रो सपोर्ट सिस्टमको निकै सुन्दर पक्ष हो। कर्कट राशिको सङ्केतले के देखाउँछ भने व्यक्तिगत रूपमा हामी कहिलेकाहीँ कमजोर, विचलित वा चिन्तित महसुस गर्न सक्छौं। आधुनिक जीवनको दौडधूपमा यो नितान्त स्वाभाविक हो। हो, स्वाभाविक नै हो। तर यस्तो बेलामा परिवार वा नजिकका मानिसहरूले कसरी एउटा सुरक्षित आधार वा सिक्योर बेसको काम गर्छन् भन्ने कुरा यहाँ उजागर भएको छ। आफूभित्र चिन्ता छ, तर बाहिरबाट पाएको साथ र आफूले गरेको धैर्यताको अभ्यासले अन्ततः सफलता र नयाँ यात्रा वा परिवर्तनतर्फ डोर्याउँछ। वृष राशिमा परिवार आफैमा एउटा खुशीको स्रोत बनेको छ। अनि कर्कट राशिमा परिवार एउटा उपचारात्मक शक्ति वा हिलिङ फोर्सको रूपमा उभिएको छ जसले व्यक्तिको आन्तरिक चिन्तालाई सन्तुलनमा ल्याउन मद्दत गरेको छ। पारिवारिक सम्बन्धले ल्याउने त्यो आन्तरिक शान्तिको कुरा गरिसकेपछि अब बाहिरी संसारसँगको हाम्रो अन्तर्क्रिया र सञ्चारतर्फ हेरौं।
हुन्छ। मिथुन राशिको सन्दर्भमा सञ्चार र सम्बन्धका कारण लाभ हुने र व्यापारमा सुधार आउने सम्भावना देखाइएको छ। सञ्चार एउटा पुल हो जसले अवसर ल्याउँछ, तर त्यहाँ विवादबाट टाढा रहनु राम्रो भन्ने सावधानी पनि जोडिएको छ। एकदम महत्त्वपूर्ण सावधानी हो त्यो। हुन सक्ने र साथीभाइको साथ सहयोग मिल्ने कुरा त छ, तर अन्त्यमा एउटा कडा मनोवैज्ञानिक सल्लाह छ। रिस नियन्त्रण गर्नु आवश्यक छ। यो सञ्चारको शक्ति, गोप्य योजना र भावनाको नियन्त्रण बीचको तालमेललाई कसरी बुझ्ने? मिथुन र वृश्चिक राशिको यो तुलना निकै सान्दर्भिक छ, किनभने यी दुवैले अभिव्यक्ति र नियन्त्रणको द्वन्द्वलाई देखाउँछन्। मिथुन राशिको विशेषता नै प्रभावकारी सञ्चार हो। सही संवादले व्यापार र सम्बन्ध दुवै सुधार्छ। तर धेरै बोल्दा बिग्रिने डर पनि हुन्छ। ओहो, त्यही त। जहाँ धेरै संवाद हुन्छ त्यहाँ शब्दहरूको गलत व्याख्या भएर विवाद हुने जोखिम पनि उत्तिकै रहन्छ। त्यसैले यहाँ सञ्चारलाई हतियारको रूपमा नभई सोच विचारपूर्ण उपकरणको रूपमा प्रयोग गर्नुपर्ने चुनौती छ। अनि वृश्चिक राशिको रिस नियन्त्रणको कुरा नि? वृश्चिक राशिको हकमा कुरा अझ गहिरो छ। गोप्य योजना सफल हुने भनेको कुनै रणनीतिक र दीर्घकालीन काम भइरहेको छ भन्ने हो। रणनीति सफल बनाउन साथीभाइको साथ त चाहिन्छ नै, तर सबैभन्दा बढी आत्मनियन्त्रण वा सेल्फ रेगुलेसन चाहिन्छ। रिसले त झन् सबै बिगार्छ। एकदम। रिस एउटा यस्तो आवेग हो जसले मानिसको तार्किक सोचलाई धुमिलो बनाइदिन्छ। एउटा सानो आवेगपूर्ण प्रतिक्रियाले लामो समयदेखि बुनिएका गोप्य वा रणनीतिक योजनाहरूलाई एकैछिनमा भताभुङ्ग पार्न सक्छ। त्यसैले एकातिर बाहिरी सहयोग छ भने अर्कोतिर आफ्नै भावना, विशेष गरी रिसको व्यवस्थापन गर्नुपर्ने आन्तरिक लडाईँ छ। रिस र संवादको यति सूक्ष्म व्यवस्थापन गर्नुपर्ने कुराले हाम्रो दैनिक जीवनका साना तर महत्त्वपूर्ण निर्णयहरूलाई प्रतिबिम्बित गर्छ। यसैगरी निर्णय प्रक्रिया र नयाँ खोजीको सन्दर्भमा कुम्भ र धनु राशिको विवरण पनि कम चाखलाग्दो छैन। हजुर। कुम्भ राशिमा नयाँ चिन्जानबाट फाइदा हुन सक्ने र सृजनात्मक काममा सफलता मिल्ने कुरा उल्लेख छ, तर त्यहाँ पनि निर्णय गर्दा सोच विचार गर्नुहोस् भनिएको छ। उता धनु राशिमा अध्ययन तथा अनुसन्धानमा प्रगति हुने, धार्मिक वा आध्यात्मिक कार्यमा रुचि बढ्ने र यात्राको सम्भावना रहेको बताइएको छ। यी दुई राशिले नयाँ सम्बन्ध निर्माण र आन्तरिक वा बौद्धिक खोजीलाई कसरी सँगै अगाडि बढाएका छन् भन्ने कुरा स्रोत सामग्रीमा प्रष्ट देखिन्छ। कुम्भ र धनु राशिको यो विश्लेषणले ज्ञान र विस्तारका दुई फरक आयामलाई प्रष्ट पार्छ। कुम्भ राशिले बाहिरी संसारसँगको नयाँ जडानलाई सङ्केत गरिरहेको छ। नयाँ मानिसहरूसँगको भेटले नयाँ विचार र सृजनात्मकता त ल्याउँछ, तर बाहिरबाट आउने सबै नयाँ कुरा वा अवसरहरू सधैँ हाम्रा लागि सही वा अनुकूल हुँदैनन्। हो, नयाँ कुरा सधैँ राम्रो हुन्छ भन्ने छैन। त्यही भएर नयाँ सम्बन्धको उत्साहमा विवेक नगुमाउन सोच विचार गरेर मात्र निर्णय लिने कुरा आएको हो। अर्कोतर्फ धनु राशिले आन्तरिक र बौद्धिक खोजीलाई जोड दिएको छ। अध्ययन, अनुसन्धान र आध्यात्मिकता भनेको बाहिरी कोलाहलबाट टाढा रहेर आफैभित्र गरिने यात्रा हो। भनेपछि एउटा बाहिरी यात्रा र अर्को भित्री यात्रा? एकदमै। समग्रमा भन्नुपर्दा एकातिर बाहिरी संसारमा नयाँ मानिसहरूसँग जोडिएर सृजनात्मक बन्ने बहिर्मुखी प्रक्रिया छ भने अर्कोतिर आफ्नै भित्री संसारमा गहिरिएर सत्यको खोजी गर्ने अन्तर्मुखी प्रक्रिया छ। यी दुवै मानव विकास र चेतना विस्तारका लागि अत्यन्त आवश्यक चरणहरू हुन्। हामीले काम, आर्थिक सतर्कता, पारिवारिक सम्बन्ध र बौद्धिक खोजीका यति धेरै कुरा गर्यौं, तर यी सबै कुराको आधारस्तम्भ भनेको हाम्रो भौतिक शरीर हो नि। पक्कै पनि स्वास्थ्य नै सबैभन्दा ठूलो कुरा हो। यो स्रोत सामग्रीले दैनिक काम र सफलताको बीचमा स्वास्थ्यको भूमिका कति महत्त्वपूर्ण छ भन्ने कुरालाई पनि अत्यन्तै सटीक ढङ्गले प्रस्तुत गरेको छ। उदाहरणका लागि हामीले अघि चर्चा गरेको वृष राशिको भविष्यवाणीलाई नै लिउँ। हजुर। एकातिर परिवारमा खुशी हुने र रोकिएका काम अघि बढ्ने कुरा छ, तर त्यही स्वास्थ्यमा सामान्य कमजोरी महसुस हुन सक्ने कुरा पनि उल्लेख गरिएको छ। बाहिरी कुरा राम्रो हुँदाहुँदै पनि, मानसिक रूपमा खुशी हुँदाहुँदै पनि शरीरले विश्राम खोजिरहेको हुन्छ भन्ने यो निकै महत्त्वपूर्ण सङ्केत होइन र? यदि यसलाई समग्र रूपमा हेर्ने हो भने स्वास्थ्य बिनाका सबै सफलता र खुशीहरू अपूर्ण हुन्छन् भन्ने कुराले प्रष्ट पार्छ।
वृष राशिमा देखिएको सामान्य कमजोरीले हामीलाई के सङ्केत गर्छ भने हाम्रो शरीर यन्त्र होइन। हो, हामी मसिन त होइनौ नि। खुशी र उत्साहको बीचमा पनि हामीले बर्नआउट वा शारीरिक थकानको सामना गरिरहेका हुन सक्छौं। हामीले आफ्नो शरीरको सूक्ष्म आवाज सुन्नुपर्छ। अझ कन्या राशिको उदाहरण लिने हो भने यो माइन्ड बडी कनेक्सनको कुरा अझै स्पष्ट हुन्छ। कसरी? हामीले अघि कन्या राशिको कामको चाप अत्यधिक बढ्ने कुरा गरेका थियौं। त्यही राशिको स्वास्थ्य खण्डमा पेट सम्बन्धी समस्या हुन सक्ने र सावधान रहनुपर्ने कुरा उल्लेख छ। यो कुनै संयोग मात्र होइन। हो, यो कुराले मलाई पनि निकै गहिरो सोचमा धकेल्यो। कन्या राशिको कामको चाप र पेटको समस्या बीचको यो प्रत्यक्ष सम्बन्धले आधुनिक जीवनशैलीको एउटा तीतो सत्यलाई उजागर गर्छ। मानसिक तनावलाई शरीरले कसरी भौतिक रूपमा प्रस्तुत गर्छ भन्ने यो एउटा स्पष्ट चित्र हो नि त। एकदम सही। कामको अत्यधिक बोझले हाम्रो खानपानको समय तालिका बिग्रिन्छ, निद्रा बिग्रिन्छ, जसको प्रत्यक्ष असर हाम्रो पाचन प्रणालीमा पर्छ। एकदम सही विश्लेषण। आधुनिक विज्ञानले गट ब्रेन एक्सिसको कुरा गर्छ, जसअनुसार हाम्रो मस्तिष्क र हाम्रो पाचन प्रणाली बीच गहिरो र प्रत्यक्ष सञ्चार भइरहेको हुन्छ। मानसिक तनाव वा एन्जाइटीले सबैभन्दा पहिले हाम्रो पेटमा असर गर्छ। भनेपछि राशिफल जस्तो परम्परागत स्रोत सामग्रीले पनि कामको चाप र पेटको समस्यालाई एकै ठाउँमा राखेर हेर्नु भनेको त यो मनोवैज्ञानिक र जैविक सत्यलाई स्वीकार गर्नु नै हो। हो नि, तर स्वास्थ्यको कुरा सधैँ चेतावनी मात्रै हुँदैन नि। मीन राशिको विवरण हेर्ने हो भने त्यहाँ स्पष्ट रूपमा स्वास्थ्यमा सुधार आउनेछ भनिएको छ। अघि हामीले मीन राशिमा आत्मबल बढ्ने र काम पूरा गर्ने उत्साह हुने कुरा पनि पढेका थियौं। यसले त झन् मानसिक स्वास्थ्य र शारीरिक स्वास्थ्यको सकारात्मक चक्रलाइको देखाउँछ। आत्मबल बढ्नु भनेको मानसिक रूपमा बलियो हुनु हो, र जब मानिस मानसिक रूपमा ऊर्जावान र सकारात्मक हुन्छ, त्यसको प्रत्यक्ष प्रभाव उसको रोग प्रतिरोधात्मक क्षमता र समग्र शारीरिक स्वास्थ्यमा पर्छ। पक्कै पनि। मीन राशिको यो पक्षले स्वास्थ्य सम्बन्धी छलफललाई एउटा निकै सकारात्मक र आशावादी मोड दिएको छ। यसले के देखाउँछ भने शरीरले तनावलाई जसरी पेटको समस्याको रूपमा देखाउँछ, त्यसै गरी उच्च मनोबललाई शारीरिक स्फूर्तिको रूपमा पनि प्रस्तुत गर्छ। बिल्कुल। हामीले बुझ्नुपर्ने मुख्य कुरा के हो भने स्रोत सामग्रीमा आएका स्वास्थ्य बिग्रने चेतावनीहरू वा सुधार हुने सङ्केतहरू हाम्रो आफ्नै जीवनशैलीको प्रतिबिम्ब हुन्। यी पूर्व चेतावनीहरू आत्तिनका लागि दिएका होइनन्, बरु कामको चाप र शारीरिक आवश्यकता बीच सन्तुलन कायम गर्नका लागि दिएका हुन्। त्यसो भए यसको समग्र अर्थ के हो त? आज हामीले यो स्रोत सामग्रीमा रहेका 12वटै राशिका सङ्केतहरूलाई विभिन्न कोणबाट केलायौं। आर्थिक अनुशासनदेखि लिएर भावना र रिसको नियन्त्रण, पारिवारिक साथको महत्त्व, कामको व्यवस्थापन र मानसिक तथा शारीरिक स्वास्थ्यको अन्तर्सम्बन्धसम्मका विषयहरूमा गहिरो विमर्श गर्यौं। हजुर, एकदमै विस्तृत विमर्श भयो। तर यी सबै कुराको निचोड स्रोत सामग्रीको अन्तिम पंक्तिमा निकै सुन्दर र दार्शनिक ढङ्गले समेटिएको छ। त्यहाँ भनिएको छ, राशिफल जे जस्तो भए पनि दिन शुभ रहोस्। यो एउटा सानो वाक्यले माथिका सबै भविष्यवाणी र विश्लेषणहरूको सारलाई एउटा छुट्टै उचाइमा पुर्याएको छ। यो पंक्तिले त एक प्रकारले सम्पूर्ण भविष्यवाणीको माथि मानिसको आफ्नै कर्मलाई स्थापित गरेको जस्तो देखिन्छ। यो साँच्चै नै एउटा शक्तिशाली निष्कर्ष हो। ग्रहहरू र राशिहरूको विश्लेषणले निश्चित सम्भावनाहरू र चुनौतीहरूको एउटा नक्सा मात्र प्रस्तुत गर्ने हो। बाटो देखाउने काम मात्र गर्छ। हो, उनीहरूले आज नयाँ अवसर आउन सक्छ, तर खर्च बढ्न सक्छ, रिस उठ्न सक्छ, विवाद हुन सक्छ वा स्वास्थ्यमा केही समस्या आउन सक्छ भनेर बाटोमा आउन सक्ने सम्भावित खाल्डाखुल्डीहरू देखाउने हुन्। हजुर। तर त्यो नक्सा हातमा लिएर कसरी यात्रा गर्ने, कुन बाटो रोज्ने भन्ने नियन्त्रण पूर्णतया हाम्रै हातमा हुन्छ। धैर्यता राख्ने, योजना बनाउने, परिवारको साथ लिने र सकारात्मक सोच राख्ने हो भने जस्तो सुकै चुनौतीपूर्ण सङ्केतहरू भएको दिनलाई पनि सफल बनाउन सकिन्छ। अन्तिम पंक्तिले यही मानवीय इच्छाशक्ति, कर्म र हाम्रो आफ्नै छनौटको महत्त्वलाई सर्वोपरि मानेको छ। एकदमै गहिरो कुरा गर्नुभयो। गम्भीर रूपमा मनन गर्न सकिन्छ कि यस्ता स्रोत सामग्री वा राशिफलले हाम्रो दिन कस्तो हुन्छ भनेर अन्तिम रूपमा निर्धारण गर्ने हुन्, वा यसले दिएका पूर्व चेतावनी, मनोवैज्ञानिक सङ्केतहरू र ढाँचाहरूलाई बुझेर हामी आफैले आफ्नो कार्य, विचार र निर्णयहरूद्वारा आफ्नो दिनलाई शुभ वा अशुभ बनाउने हो।
यो यस्तो प्रश्न हो जसले हामीलाई बाह्य शक्तिहरूमाथिको निर्भरताबाट हटाएर आफैभित्रको शक्ति र चेतना पहिचान गर्न निरन्तर प्रेरित गरिरहन्छ। यो साक्षी नै आफैलाई सोध्न र मनन गर्न लायक प्रश्न हो। हामीले प्राप्त गर्ने कुनै पनि सूचना वा सङ्केत हाम्रो नियति होइन, त्यो त केवल हाम्रो निर्णय प्रक्रियालाई सघाउने एउटा साधन मात्र हो भन्ने कुरा यसले प्रष्ट पार्छ। आजको यो गहिरो र ऊर्जावान विश्लेषणमा सहभागी भएर दैनिक जीवनका यस्ता सामान्य लाग्ने सामग्रीभित्र लुकेका यति धेरै जीवनोपयोगी सन्देशहरू र मनोवैज्ञानिक पाटोहरू खोतल्न पाएकोमा निकै खुसी लागेको छ। मलाई पनि यहाँ सहभागी हुन पाएकोमा एकदम खुसी लागेको छ। हामी बिदा लिन्छौं। दिन शुभ रहोस्।